सम्पूर्ण दर्शकहरुमा हार्दिक स्वागत छ। अनि प्रथमको विशेष कुकुरमा स्वागत छ। कुकुरले आजित बनेपछि गाउँलेहरू नगरपालिकामा बोर्डमा घटिँदैन हिँड्ने हो, केही पनि हुन्न, केही पनि दिने कसैले दिन सक्दैन, केही पनि होइन, आफ्नो सुरक्षा आफै गर्नु भनेर भन्नुहुन्थ्यो। केही दिन तपाईँ निराशामा चाहिँ यहाँ आउनु भएको छ? होइन, हामीलाई त केही हुने के हुन्छ र यतिकै जाममा त केही कुरा हुन्छ भने पाइएछ भन्ने हिसाबले आइयो। आउँदाखेरि यहीँ अब तपाईँहरूले मासु भात खाना नगरपालिकाको मान्छे दिइरहनु भएको दिँदाखेरि त्यही कुकुरले खाइरहेछन्, त्यही कुकुरले फेरि मान्छे लहटिरहेछन्। अघि भर्खरै हामी आउँदा आउँदै लहटेको थियो, यही भर्खरै यति कुकुर यही हेर्दै थियो। हजुरको नाम? मेरो नाम लक्ष्मी परियार। भनेर हामीले कुकुरलाई घरपालुवा र सबभन्दा इमान्दार जनावरको रूपमा पनि मान्दै आएका छौं। तर अहिले कुकुर रक्षक नभएर भक्षक बनेका छन्। मैले तात्कालीन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख जिल्ला अधिकारी मार्फत लिखित रूपमा ज्ञापन पत्र समेत बुझाइरहेको छु। यो दिन आउँछ भन्ने कुरा मैले 1 वर्ष अगाडि नै भविष्यवाणी गरे। यो भरुवा बन्दुकको विकल्प छैन, अरू गर्न सकिन्न? होइन, अरू अब थायी रूपमा त बनाएर चाहिँ एउटा बसशाला जस्तै चाहिँ कुकुरशाला बनाएर चाहिँ संरक्षण गर्ने हो नि त, अति उत्तम थियो। तर त्यो अनि कुकुरले दुःख दियो होइन? अब के गर्ने? अब कुकुरलाई अब दुःख दियो होइन? तपाईँ दिनदिन तपाईँ आउन पनि भ्याउनुहुन्न। तपाईँ समस्या समाधान त अब कसरी होला? पालिकाले तपाईँको बन्दाग्रहण गरिदिरहेछ होइन, रेबिज विरुद्धको भ्याक्सिन पनि लगाइरहेछ, त्यसरी पनि समाधान भइरहेको छैन नि। एकदम चाहिँ आतंक मचिरहेको यो धेरै भयो, टाइम भयो। यसको चाहिँ अब यो सुनवाई भएको छैन कि अब यसले चाहिँ कसरी हुँदैछ? यहाँ चाहिँ आउनु भएको छ, कुरोबाट आउनु भएको छ हाम्रो चाहिँ जनताहरू वार्ड नम्बर 2 बाट। यो तपाईँको खासमा समस्या के हो? किन आउनुभयो तपाईँ? बाख्रा पाटा खाइदिएर घरमा एक्लै राख्न नि पाइएन, सधैँभरि घर पुर्याउने भन्न भने केटाकेटीको डर, अनि त्यसैका लागि सुनाइ पनि भइदिएन। त्यसको लागि सबै जुटेर आएको आज केही निसाब हुन्छ कि भनेर न्यायका लागि नगरपालिकामा आइयो। तपाईँ कतिचोटि आउनुभयो यहाँ? यहाँ त अहिले सुरुमा आइयो, अनि उहाँ घरबाट त खबर गरेको थियौँ जब मैले बाख्रा खाइदिए अनुसार। हजुर पनि त्यही होइन? यो चाहिँ यो समस्या समाधान गर्नको लागि कसैले चाहिँ केही भने आश्वासन दिएको छैन? कसैले दिएको छैन। हाम्रो त कुखुरा खाइदिएर उहाँ खोराबाट यस्तो दाना दिना निकाल्दा बित्तिकै नै कुखुरा 4वटा भाले खाइदियो। कुखुरा भाले खाइदियो। अब सबैजना आउनु भएको छ होइन? यो अब यो कुकुरको यो उहाँहरूको मात्र समस्या होइन, यो अर्घाखाँची जिल्लाको नै समस्या हो। धेरै ठाउँमा चाहिँ कुकुरले आतंक मचाएको छ। जङ्गली जनावर बाँदर त छँदैछ, त्यसमाथि पनि यो घरपालुवा भन्छ यसलाई होइन, घरपालुवा कुकुरले धेरै दुःख दिइरहेछ। यसलाई कसरी समाधान गर्न सकिएला? तपाईँ चाहिँ अब यो गाउँको लिड गर्नु भएको छ नि त? यसलाई म लेख्न विशाल सन्धिखरको कुरो। अब पीडित पक्षमा म पनि मेरो घरमा पनि बाथरुममा चाहिँ गरेर चाहिँ घाइते बनाइदिएछु। हजुर। अनि हाम्रो गाउँमा अहिलेसम्म लगभग 2 दर्जन जति बाख्रा खाइसक्यो। 2 दर्जन खाइसक्यो। त्यसपछि गएर यसले सबभन्दा चाहिँ पशुमा भन्दा पनि अहिले बालबच्चा स्कुलमा पढाउनलाई चाहिँ सबैले चाहिँ गाडीको व्यवस्था त छैन। सबै अहिले स्कुल पठाउँदाखेरि पनि गाह्रो भयो। कुकुरले बाटोमा चाहिँ झम्टिने चाहिँ गर्दाखेरि केटाकेटी घाइते हुने सम्भावना बढी भयो। बालबच्चाहरू घरबाट निस्किनै गाह्रो छ। मेरो साथलाई चाहिँ हामी अस्ति सानो यसलाई चाहिँ मेरो साथले के भन्नुभएको थियो भने यसलाई कुकुरशाला जस्तो चाहिँ कुकुरको चाहिँ संरक्षण गर्नको निम्ति हामीले एउटा चाहिँ फन्ड खोजिरहेको छौँ। त्यो फन्डबाट चाहिँ त्यस्तो भयो भने भुसिया कुकुरहरू, अरू लोकल कुकुरहरू सबै चाहिँ एकै ठाउँ राख्ने, अनि आवश्यक परेकाले चाहिँ राम्रो कुकुरहरूलाई चाहिँ घरमा चाहिँ लगेर चाहिँ पाल्ने सबै भनेर भन्नुभएको छ मेयर साहबले। त्यो गर्नको निम्ति पनि हामीलाई यहाँ ढिला भइसक्यो। गाउँमा चाहिँ बहुत चाहिँ गाह्रो छ। त्यसरी समाधान गर्न सकिन्न। यसै क्रममा हाम्रो मार्न पनि अथोरिटी छैन। अब कुकुर मार्न अथोरिटी छैन। कुकुर चाहिँ संरक्षण अब घरपालुवा चाहिँ घरमा चाहिँ बाँधेको छ। यो भुसिया बजारबाट चाहिँ जान्छ 10-15वटा चाहिँ कुकुर चाहिँ लस्कर लाएर हिँडिएको छ। अब यहाँ चाहिँ भन्दा चाहिँ जसरी मेयर साहबले भन्नुभयो संरक्षण गर्नको निम्ति चाहिँ एउटा चाहिँ कुकुरशाला बनाएर चाहिँ एउटा बसशाला जस्तै चाहिँ कुकुरशाला बनाएर चाहिँ संरक्षण गर्ने हो नि त, अति उत्तम थियो। तर त्यो गर्नको निम्ति पनि ढिला भयो। अहिले तत्कालको निम्ति चाहिँ यिनी कुकुरहरूलाई कसरी चाहिँ नियन्त्रण गर्ने भनेर भन्ने कुरोलाई हजुरको त्यही
एक गाउँमा एक दुईटा बन्दुकहरू चाहिँ भरुवा बन्दुकहरूको चाहिँ दिएर भए पनि तिनी कुकुर भरुवा बन्दुक भन्नुको अर्थ चाहिँ कुकुर मार्ने भन्न खोज्नु भएको कि होइन तर्साउने 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 अब जस्तै अब तपाईँले कुरोबाट तर्साउनु भयो कुकुर चाहिँ तपाईँको अब जाला वाङ्ला जाला अब वाङ्ला तर्साउनु भयो फेरि चाहिँ खाँची जाला यसलाई त्यो दिगो समाधान त भएन नि दिगो समाधान तत्कालीन समाधान मात्रै त्यो दिगो समाधानको निम्ति त तपाईँको त्यसलाई चाहिँ संरक्षणै हो चाहिँ कुकुर चाहिँ त्यसलाई संरक्षण गर्नु यसैबिच हुनुहुन्छ हाम्रो प्रतिनिधि सभाको उम्मेदवार पनि हुनुहुन्छ उहाँ चाहिँ एउटा जिल्लाको एउटा आवाज यो चाहिँ जो समस्याको एउटा चर्को आवाज उठाउने नेताको रूपमा पनि लिन्छौँ रामबहादुर चौहानसँग थोरै कुराकानी गर्छौँ आज वार्ड नम्बर 2बाट यो चाहिँ कुकुरले आतङ्क मचायो हाम्रो चाहिँ घरपालुवा जनावरहरू खायो हाम्रा चाहिँ बालबच्चाहरू स्कुल जानलाई पनि धेरै गाह्रो हो भन्ने समस्या आइरहेछ यो बारम्बार आइरहेछ यसलाई कसरी यो खासमा कसरी समाधान होला यसको धन्यवाद छ यो समस्या आउँछ भनेर आजभन्दा मैले एक वर्ष अगाडि सम्माननीय तत्कालीन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी मार्फत मैले ज्ञापन पत्र दिएको छु कि एकातिर आज गाउँका जनताहरू बाँदर बँदेल लगायतका वन्य जन्तुहरूबाट आक्रान्त छन् यो अहिले जुन चर्को बसाइसराई भएको छ तीव्र बसाइसराई छ प्रमुख कारण त्यो पनि हो त्यसको साथसाथै अब हामीले जमानामा देख्थ्यौं कुकुर घरको रक्षक एउटा कुकुर घरमा बाँधेपछि राखेपछि त्यहाँ भएका सम्पूर्ण डिगा बाछाहरू अनि बालबच्चाहरू सबै सुरक्षित हुन्छन् भनेर हामीले कुकुरलाई घरपालुवा र सबभन्दा इमानदार जनावरको रूपमा पनि मान्दै आएका छौं तर अहिले कुकुर रक्षक नभएर भक्षक बनेका छन् मैले पहिलेदेखि भन्दै आइरहेको छु तुरुन्त शीघ्र नियन्त्रण गर्नुपर्छ मिरिल्याप गर्नुपर्छ मिरिल्यापले मात्रै यो समस्या समाधान हुँदैन बाँदरको हकमा बँदेलको हकमा त मैले ज्ञापन पत्र मार्फत जनतालाई लाइसेन्सको व्यवस्था गरेर कम्तीमा पनि एउटा टोलमा 5 वटा भरुवा बन्दुकहरू जुन घरेलु हात हतियार अन्तर्गत पर्दछ ती घरेलु हात हतियार अन्तर्गत पर्ने भरुवा बन्दुकहरू जनताको हातमा दिनु पर्दछ यदि कसैले दुरुपयोग गर्यो भने कडाभन्दा कडा कानूनी कारबाही गर्नु पर्दछ यदि होइन भने बाँदर बँदेल लगायतका जंगली जनावरहरूलाई तर्साउनको निम्ति अहिले हामीले सुन्यौं 20-25 वटा बाख्रा एक रातमा खायो कुखुराको गणनै छैन आज विद्यालयहरू सञ्चालन भइरहेका छन् यति लामो बिदापछि अब विद्यार्थीहरू आफ्ना छोरछोरीहरू विद्यालय पठाउने वातावरण छैन त्यसकारणले फेरि पनि यसको निकास के हो भने मार्ने होइन तर्छौरे हो एउटा जनताले केही आवाज उठायो जनताले हडताल गर्यो भने हजारौं प्रहरीहरू राइफल बोकेर सडकमा आउँछन् तर आज जनताहरू सबै काम छोडेर हैन हाम्रा बालबच्चाहरू सुरक्षित हुन् हामीले सुरक्षित पूर्वक विद्यालय पठाउन पाऊँ हामीले पालेका डिगा बाछाहरू सुरक्षित हुन् हामीले लगाएको बाली सुरक्षित होस् भनेर आज आदरणीय जनसमुदायहरू यहाँ आउनुभएको छ यहाँहरू आउनुभयो यहाँहरू सचेत हुनुहुन्छ तर यसरी पीडामा परेर गाउँमै चिया पिएर बस्नुभएका कुकुर बाँदर बँदेलबाट आतंकित आदरणीय जनसमुदायहरूको ठूलो संख्या छ यो जिल्ला आक्रान्त छ अब उहाँहरू आउन सक्नु भएको छैन यहाँहरू प्रतिनिधि मूलक रूपमा यहाँ उपस्थित हुनुभएको छ त्यसकारणले फेरि पनि छिटोभन्दा छिटो जब मान्छेले एउटा हडताल गर्छ जुलुस निकाल्छ भने राइफल बोकेर सुरक्षा कर्मीहरू पठाइन्छ भने आज कुकुरहरूले भुसिया कुकुरहरूले यत्रो आतंक फैलाउँदा जनताहरूलाई सुरक्षित राख्नुपर्छ चौपायाहरूलाई सुरक्षित राख्नुपर्छ जनताको खेती सुरक्षित राख्ने जिम्मा राज्यको हुन्छ एकैछिन मैले तपाईँले कहाँनिर रोकेँ भने तपाईँले भन्नुभयो यो बन्दुक दिएर भरुवा बन्दुक दिएर समाधान हुन्छ भन्नुभयो अहिले गाउँमा सबै महिलाहरू हुनुहुन्छ महिलाहरूले भरुवा बन्दुक पड्काउन त सक्नुहुन्न त्यस्तो होइन कसरी हुन्छ यो त्यस्तो होइन सबै खाली छैन अहिले पनि रिटायर प्रहरीहरू रिटायर आर्मीहरू चाहे नेपालका हुन् चाहे भारतका हुन् अहिले गाउँमा हुनुहुन्छ उहाँहरूको जिम्मा लाइसेन्स सहितका बन्दुक दिने यदि बाँदर बँदेल र कुकुरले आतंक फैलायो भने तिनीहरूलाई तर्छाउने तर्छाउँदै पर्ने आयो असुरक्षा भयो भने त ताकेरै पनि हान्नु पर्दछ जब
मान्छेलाई हानिन्छ, मान्छेलाई अब मान्छे जस्तो संवेदनशील कुरा मार्दा त अब कुनै कानुनले केही गर्दैन। अब आतंकै फैलाउन थाल्यो, बन्दुक ताक्दा मान्छेमाथि पर्न आयो भने त ताकेर पनि ठोक्नु पर्दछ। त्यसकारणले त्यहाँ पशु अधिकार होइन, पशु अधिकारको संरक्षण गर्दा मानव अधिकार के हुन्छ? त्यस कारणले सबभन्दा पहिला मानव अधिकारको संरक्षण हुनुपर्छ। मानव अधिकारको संरक्षण गर्नको निम्ति मैले भनेको छु, तपाईँले अब किमडाँडा हान्दा फेरि अर्गा जाला फेरि छत्रदेव जाला, छत्रदेव तर्साए फेरि पाणिनी जाला, सबै टोलमा एउटा टोलमा यदि राज्यले किन्न सक्दैन भने पालिकालाई किन भन्न पर्यो? यदि त्यो पनि सक्दैन भने जिम्मेवार नागरिक आफैले बन्दुक किनेर ल्याऊ, हामीले लाइसेन्स दिन्छौँ भनेर भन्ने हो भने पनि जनता बन्दुक किन्न तयार छन्। अब यो बन्दुक जनतालाई दिन साथ मेरा बा आतंक फैलिन्छ, मान्छे मार्ने हुन् कि भनेर डराउनु पर्दैन। मुलुकले लामो बन्दुकको यात्रा भोगेर यहाँसम्म आइरहेको छ। सबभन्दा ठूलो नियतको कुरा हो, जनता सचेत छन्। त्यसकारणले जनताले त्यो भरुवा बन्दुकको प्रयोग गरेर कुनै अपराध गर्छन् भन्ने मलाई लाग्दैन। यदि अपराधिक मनस्थिति हुने हो, अपराधिक सोच हुने हो भने मलाई लाग्छ अहिले पनि जनताका हातमा हँसिया, खुकुरी, पञ्चरा, तरबार, ढुङ्गा, मुढा, लाठा सबै छन्। त्यसकारणले सबैभन्दा ठूलो कुरो जनविश्वास हो, जनतामा विश्वास गर्नुपर्छ। सबै टोलमा 5-5वटा भरुवा बन्दुक शीघ्राति शीघ्र राज्यले उपलब्ध गराउनुपर्छ। यही हो मेरो जोरदार माग। यसको निम्ति मैले तत्कालीन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख जिल्ला अधिकारी मार्फत लिखित रूपमा ज्ञापन पत्र समेत बुझाइरहेको छु। यो दिन आउँछ भन्ने कुरा मैले 1 वर्ष अगाडि नै भविष्यवाणी गरेँ। यो भरुवा बन्दुकको विकल्प छैन, अरू गर्न सकिन्न होइन? अरू अब थायी रूपमा त स्वदेशी विदेशी सबै पशुविज्ञहरू, अन्तर्राष्ट्रिय जगतका अनुभवहरू सबै बटुलेर एउटा नियम कानुनकै रूपमा संघीय सरकारले अगाडि बढाउनु पर्छ। त्यो छँदैछ। तर अब जनता यो खेतीपातीको बेलामा, जनता मकै छर्ने बेलामा आज जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालतको गेटमा आएर धरना दिइरहेका छन्। यसलाई शीघ्राति शीघ्र समाधान गर्ने, तत्कालको निम्ति समाधान गर्ने दायित्व राज्यको हो कि होइन? मैले तत्कालको निम्ति भने दीर्घकालीन रूपमा त ऐन नियम कानून बनाएर संघीय सरकारले अगाडि बढाउनु पर्छ। यो कुरा म चाहन्छु। म प्रतिनिधि सभामा पनि जोरदार रूपमा उठाउन चाहन्थे, तर स्वाभाविक रूपले अहिले जनताले तपाईँले सडकबाट उठाउनुहोस्, प्रतिनिधि सभाबाट उठाउनको निम्ति हाम्रै अर्को साइटलाई निर्वाचित गर्नुभएको छ माननीयको रूपमा। ठिकै छ, अहिले म सडकमै जनतासित सडकमै रहेको छु। हजुरले भन्नुभएको छ जस्तै बन्दुकले चाहिँ सबै कुरा चाहिँ समाधान हुन्छ भन्ने छ। राज्यले चाहिँ यसको चाहिँ विभिन्न प्रोसेस हुन्छ दिनको लागि। तर राज्यले चाहिँ सबै बन्दुकहरू कलेक्सन गर्छ, दिइरहेको छैन। र अहिले चाहिँ फेरि चाहिँ जनतालाई दिनको लागि त त्यसको छुट्टै प्रोसेस होला। तर देश अवस्थासम्म प्रोसेस हुँदैन। यो देश, यो सरकार, यो राज्य सबै जनताको हो। जनता सार्वभौम छ। त्यस कारणले कागज गरेर जनतालाई विधिपूर्वक भरुवा बन्दुक दिनु कुनै अनुपयुक्त हुँदैन। जनता सार्वभौम छन्। यो देशका सबभन्दा सबै कुराको मालिक जनता हुन्। जनतामा विश्वास गर्नुपर्दछ। हामी सबैले जनतामा भरोसा गर्नुपर्दछ। अब जनता त्यस्तो अशिक्षित छैनन्, जनता मूर्ख छैनन्, जनता सचेत छन्, जनता शिक्षित छन्। त्यसकारणले जनताले भरुवा बन्दुकको कुनै हालतमा दुरुपयोग गर्दैनन्। बाँदर, बँदेल, भुसिया कुकुरहरू तर्साउन डटेर पाइन्छ। धन्यवाद छ। हजुरले चाहिँ एउटा समस्या समाधान गर्ने बाटोतर्फ तपाईँले छिटो उपाय त्यही नै। अब हामी चाहिँ जो चाहिँ कुकुरबाट आतंकित भएर चाहिँ अब यो नगरपालिकामा आउनु भएको छ, उहाँसँग थोरै प्रतिक्रिया लिन्छौँ। यो चाहिँ समाधान कसरी होला भन्नाले यो तपाईँको यो कुकुरले तर्साइरहेछ, अब यसलाई चाहिँ के गर्ने पर समाधान हुन्थ्यो र कसरी चाहिँ हामी कसरी सुरक्षित हुन्छ जस्तो लाग्छ तपाईँले? यसलाई कसरी गर्न सक्ला जस्तो लाग्छ तपाईँको व्यक्तिगत रूपमा? जस्तै नगरपालिकाले तपाईँको बन्दाग्रहण गरिदिइरहेछ होइन, रेबिज विरुद्धको भ्याक्सिन पनि लगाइरहेछ, त्यसरी पनि समाधान भइरहेको छैन नि? होइन, डर त भयो कि यसलाई हामीले समाधान कसरी गर्न सकेला कि यसलाई चाहिँ अब जस्तै अब यसलाई अनि कुकुरले दुःख दियो होइन? अब के गर्ने? अब कुकुरलाई अब दुःख दियो होइन, तपाईँ दिनदिन तपाईँ आउन पनि भ्याउनुहुन्न, तपाईँ समस्या समाधान त अब कसरी होला? घरमा बाख्रा पाठा छन्, कुखुरा छन्, छोडेर घाँस पात जाँदा आउँदैछ त बाँध्नु त गर्ने के हो?
मारिदिन्छ छोड्न पनि सक्दैन अब तिमीलाई खाना पकाइले बसेर बाल बच्चालाई केही गरे घडीको अब को जिम्मेवारी हुन्छ त्यो पनि त एउटा निकाय एउटा विकल्पको रूपमा एउटा बन्दुक चाहिँ गाउँलाई दिने गाउँलेबाट तपाईँको प्रकार लहट्ने त्यसरी पनि समस्यामा दिगो चाहिँ होइन बन्दुकले मात्रै पनि त सबै कुरा समाधान कहाँ हुन्छ त नि अब छोरा मान्छे हुनुहुन्छ के अरे छोरा मान्छे भएको सबैजना परदेशमा हुनुहुन्छ अनि हामीलाई अहिले एउटा जब केही कुराको लागि वार्डमा नगरमा 10 चोटि हिँड्न पर्छ अहिले बन्दुकको लागि 10 चोटि यतिकै नै हिँडाल्नुहुन्छ अनि त्यो हिँडाल्नुसम्म घरका कुखुरा बाख्रा सब भ्याउने सबै खाली भइसकेको हुन्छ सबै खाली भइसकेको हुन्छ कसरी गर्ने हामीलाई त अहिले भर्खरको लागि चाहियो तत्कालीन चाहियो नि सबै कुरा जनतासँग पनि केही आइडिया त हुन्छ होइन आइडिया त हुन्छ नि त हामीले यसरी गर्न सक्यौँ एउटा सरकारले यो हामीलाई नियम दियो भने जस्तै मानौँ न त्यसलाई चाहिँ समाधान गर्न सकिन्छ भने तपाईँको मनमा के लाग्छ कसरी होला नगरपालिकामा आउँदा नगरपालिका हाल्दैन अहिले भर्खरै हामी त्यहाँनिर आउँदाखेरि एउटा कुकुरले एउटा बाइकलाई लखटिरहेको थियो नगरपालिकाको अगाडि कुकुरले हालत गइरहेछ गाउँमा त के गरेछ नि तपाईँलाई आश छैन यसले गर्ला जस्तो लाग्दैन आज त के भने अहिले हामी यहाँ आइरहेछौँ हामीले मैले अघि केही दिन अगाडि पनि यस्तो बुझ्दै गर्दाखेरि के गर्न सकिन्छ आफ्नो घरको सुरक्षा आफै गर्नुहोस् अनि कुकुरलाई त अब के गर्न सकिन्छ वार्डमा गएर दिनदिनै हिँड्ने हो वडामा गएर दिनदिनै हिँड्ने हो केही पनि हुन्न केही पनि दिने कसैले दिन सक्ने केही पनि होइन आफ्नो सुरक्षा आफै गर्नुहोस् भनेर भन्नुहुन्थ्यो केही दिन अगाडि तपाईँ निराशामा चाहिँ यहाँ आउनु भएको छ अहिले हामीलाई त केही हुने के हुन्छ यतिकै लजाममा त केही कुरा हुन्छ भने पाइएछ भन्ने हिसाबले आइयो आउँदाखेरि यहीँ अब तपाईँहरूले मासु भात खाना नगरपालिकाको मान्छे दिइरहनु भएको दिँदाखेरि त्यही कुकुरले खाइरहेछन् त्यही कुकुरले फेरि मान्छे लखटिरहेछन् अघि भर्खरै हामी आउँदा आउँदै लखटेको थियो यही भर्खरै यति कुकुर यही हेर्दै थियो हजुरको नाम मेरो नाम लक्ष्मी परियार थ्याङ्क यू हजुर राम्रो कुरा गर्नुभयो अनि हजुर पनि आउनुभयो होइन त्यहीँबाट यो कुकुरले दुःख दिइरहेछ होइन जनतालाई तपाईँ चाहिँ यो नगरपालिकामा कतिचोटि आउनुभयो फर्स्ट टाइम छ के छ अहिले चाहिँ अहिले कुकुरको आतङ्क कस्तो छ कुकुरको आतङ्क बढ्दै छ घट्दो छैन किन भन्दाखेरि एकजना हाम्रो गाउँकै व्यक्तिलाई रुख चढेर पनि सुख दिएको थियो हाम्रो श्री बाबु नेपाली भनेर होइन रुख चढेर नै वरिपरि घेरा हालेर उहाँलाई चाहिँ मारौँ कि भन्ने चाहिँ जो स्थितिले 10-12 कुकुरले बल्ल बल्ल ज्यान बचाएर लाठी रुखको आगो भाँचेर अनि बल्ल बल्ल ज्यान बचाएर हिँड्नुभएको त्यस हुनाले हाम्रो पनि चाहिँ दुईवटा बाख्राको क्षति भयो गर्दाखेरि यो त बिस्तारै भने यो के हो भन्दाखेरि कुकुरलाई जहाँसम्म आफ्नो घरमा पाल्ने कुकुर त पाल्नु पऱ्यो माछा मासु जे दिएर पाल्ने पालोस् आफ्नो सुरक्षामा बाँकीलाई त यिनीहरूलाई हटाउनै पर्ने अवस्था छ उहाँहरूको मनसाय बुझ्दाखेरि मैले कसरी बुझ्छु भने कुकुरलाई सके अब त्यो भन्न मिल्दैन हामीले होइन तपाईँ कुकुर पनि बाँच्ने अधिकार त छ नि व्यक्तिमा हाम्रो जति छ उसको नुक्ति छ हामी कसैले चाहिँ तपाईँको त्यसलाई आहत गराउनु मिल्दैन यसलाई चाहिँ कसरी समाधान गरेला भन्दाखेरि यसको चाहिँ विकल्प चाहिँ तपाईँको त्यो भन्न नमिले पनि तपाईँको त्यो कुरो चाहिँ आइरहेछ होइन यसलाई चाहिँ कसरी चाहिँ दिगो समाधान गर्न सकिन्छ भन्ने कुरो कि त यिनलाई चाहिँ लहटेर अन्त्य लानु पर्यो टाढी लानु पर्यो मान्छे मूर्ख भने जेल हाल्न मिल्छ भने कुकुर मूर्ख भने के गर्नु चाहियो नि त निकास त केही निकास चाहियो हामी सबै प्राणी छन् नि चरा चुरुङ्गी तपाईँको कुकुरहरू मान्छेबाट आश्रित हुन् के मान्छेबाट आश्रित हुन् सबै हामी मान्छे नभए यहाँ बस्दैनन् उनीहरूले हाम्रो दुःख दिइरहेछ टिका कुकुर होइनन् खेडुवा कुकुर हुन् खेडुवा कुकुर भएपछि तिनीहरूले समातेर कहीँ बन्दिस बनाएर त्यो दाना पानी चारा त दिन सकिन्छ नि त गाउँ टोलमा कुन ठाउँमा गर्न सकिन्छ कहाँ भवन खाली छ हाम्रो जस्तै यहाँ पानी छ एउटा भवन त्यसमा ल्याएर 10-15 कुकुर त ल्याएर समातेर त्यहाँ बाँधेर अनि नगरपालिकाले दाना पानी दियोस् यति बेला हाम्रो सन्धिका नगरपालिका वार्ड नम्बर 2बाट हाम्रो जनताहरू आउनु भएको छ तर उहाँ जनताहरूलाई चाहिँ यो समस्या समाधान हुन्छ जस्तो लाग्दैन उहाँको चाहिँ मनमा चाहिँ शङ्का छ कि तपाईँलाई चाहिँ यो चाहिँ हुन्न होला जस्तो लागेन तर पनि मन नलाग्ने आउने ठाउँ त यही हो नि त हाम्रो अभिभावक त यही हो नि त होइन नगरपालिका चाहिँ आउने समस्या समाधान गर्नुको लागि यही आउने हो तर तपाईँलाई चाहिँ त्यस्तो चाहिँ यसले गर्देला जस्तो किन लागेको होइन किन लाग्छ नि त्यस्तो आशावादी किन हुनु भएको होइन सर बाबाले नै सता बाबाले उस्तै सताउँछ मलाई को पारेको छ बाबाले बाबाले नै अहिले यस्तो देखियो कि तपाईँको यो त जनताहरू यहाँ आउनुभयो तर हाम्रो समस्या समाधान होला जस्तो तपाईँले चाहिँ त्यस्तो छैन कि किन त्यस्तो तपाईँको निराशा हुन्छ नि त अहिलेसम्म केही भएको छैन कति बाख्रा खाइसक्यो अब हामीले अगाडि एउटा बाख्रा हान्छौँ कुकुरले नटुकिकन टेर्दैनन् अरू भन्दा पनि सानसाना बच्चालाई सबै सानसाना बच्चा स्कुल जान यहाँ आउने मात्रै हो यहाँ केही गर्ने होइन यहाँ होइन हामी 24 घण्टा घरमा नि बस्दैन
गर्नुपर्छ भने एउटै मान्छे एकवटै मान्छे छन् हामी सबै त्यही भएर सानसानो मानवीय छन् उहाँहरू आफ्नो काम छोडेर चाहिँ किन आउनु भएको छ यहाँ भन्दाखेरि कुकुरले आतंक मचायो यो बारम्बार मिडियामा पनि आएको कुरा हो, जनताले पनि यहाँ चाहिँ घचघचाएको कुरा हो, तर पनि अहिलेसम्म त्यसको दिगो समाधान भएको छैन। अब उहाँहरू चाहिँ तपाईँ चाहिँ आशावादी हुनुहुन्छ नगरले केही गर्ला जस्तो लाग्छ लाग्दैन? खै के गर्छ थाहै छैन। त्यही पनि तपाईँको छ नि अब आशावादी हुनाले नगरले हाम्रो यो समस्या सानो हो नि त, समस्या सानो हो नि त, ठुलो त होइन। पुरै आशले आमा भन्नु के गर्नुहुन्छ मेरो साहेबले यहाँ अहिले मेरो साहेब भेट्नु भएन, उहाँ आएर के भन्नुहुन्छ उहाँसँग भेट हुन पाएको भए त राम्रो हुन्थ्यो, भेट हुन पाइएन। आश लागेको छ ढुक्क तपाईँको समस्या समाधान हुन्छ? हुन त आउने ठाउँ त यो नि त होइन, आउने ठाउँ त यही नै अब यही नआएर त कहाँ जाने, आश त के हुन्छ हुन त, तर त्यो आशालाई अब निराशा नपार्ने